यो स्प्लिन्ट उहाँलाई हामीले आज लगाएर देखाउन गइरहेको छौँ। मुख खोल्नुस् र मुख बन्द गर्नुस् बिस्तारै। यो स्प्लिन्ट लगाएर हेर्दा मुख खोल्दा र बन्द गर्दा मुख सिधा पनि खुलेको छ र मुख पहिलाको भन्दा ठुलो पनि खुलेको छ। क्यानाडाबाट हामी कहाँ आज एकजना आउनुभयो। उहाँलाई मुख कम खुल्ने, मुख खोल्दाखेरि मुख अड्किने, खाना चपाउँदा कानको अगाडि बङ्गराको जोर्नी दुख्ने जस्ता समस्याहरू थिए। उहाँ 2-3 वर्षदेखि यो समस्याबाट पीडित हुनुहुन्थ्यो। अहिले हामीले चेक जाँच गरेर हेर्दा जोर्नीभित्र कुरकुरे हड्डी अगाडि सरेर यी समस्याहरू भएको देखियो। अहिले हामीले उहाँलाई एउटा मुखमा लगाउने उपकरण स्प्लिन्ट बनाएर लगाउन दिइरहेका छौँ, जसले गर्दा यी समस्याहरू बिस्तारै क्रमिक रूपमा सुधार हुँदै जानेछ।